हेलो एन्ड नमस्ते। आज पनि हामी ट्यु ग्राउन्डमा आएका छौँ। नेपाल vs नेदरल्यान्डको म्याच चलिरहेको छ। नेपालले 5 विकेट लिएको छ अनि नेदरल्यान्डले चाहिँ 135 रन हालेको छ। यानि राम्रो कम्पिटिसन भइरहेको छ। आजको म्याच कसले जित्छ त्यो हेर्न बाँकी नै छ, तर हामी नेपाललाई जिताउनु पर्छ भन्ने सपोर्टमा आज ट्यु ग्राउन्डमा आएका छौँ। हामीसँग हुनुहुन्छ देवकोटा सर। अस्ति पनि हामीले एउटा सर्ट रिभ्यू हाम्रो युट्युब च्यानलमा हालेका छौँ। आज पनि हजुरहरूले माया गर्नुहुनेछ भन्ने अपेक्षा व्यक्त गरेका छौँ। यहाँनिर धेरै मान्छेहरू आउनुभएको छ नेपाललाई सपोर्ट गर्नुपर्छ भनेर, र त्यसमा हामी एकदम गौरवित छौँ। नेपाल जता पनि जुनसुकै ठाउँमा पनि नेपालले सपोर्ट गर्न जान्छ पनि, र नेपालीहरूको माया, नेपाली फ्यानको मायालाई हामीले एकदमै रेस्पेक्ट गर्नुपर्छ। र दायाँ गालामा नेपालको झन्डा, बायाँ गालामा नेपाली ओमन क्रिकेटको छाप लगाएर हामी दुईजना नेपाली ओमनहरूलाई सपोर्ट गर्नको लागि हामी आएका छौँ। लेट्स गो। हेर्दै गर्नु होला हामी कसले जित्नेछ। लास्टको अपडेट पनि आज दिँदैछु। अस्ति चाहिँ नेपालले हारेको थियो, सो हामीलाई अलिकता देखाउन लज्जित महसुस भयो। र आज चाहिँ हामी जित्नेछौँ जसरी पनि। आज जिताउनुकै लागि आएका छौँ। के भन्न चाहनुहुन्छ देवकोटा सर? बेस्ट अफ लक नेपाली कमेन्ट क्रिकेट टिम। आज जित्नु पऱ्यो होइन? यस। आज जितेन भने के भन्छ फेरि? जितेन भने के भन्ने हो र, अब राम्रोसँग खेल्नु पऱ्यो, फेरि राम्रोसँग प्र्याक्टिस गर्नु पऱ्यो। लेट्स गो नेपाली।